हेलो गुड मर्निङ नमस्कार सबैजनालाई बिहानको शुभ प्रभात। यो यहाँ देख्न सक्नुहुन्छ यो ढोरपाट नगरपालिका वडा नम्बर 5 को एरिया हो। मलाई ठ्याक्कै यो भिडियो खिच्न किन मन लाग्यो भने ठ्याक्कै बिहान उठ्ने बित्तिकै मैले पारियो हिमाल देखेँ है। यो माथि हिउँ परिरहेको रहेछ। आज चैतको 3 गते 2022 साल चैत 3 गते हिउँ परि देखिएर अहिले माथि ढोरपाटनको माथि हिमालमा हिउँ परे हो। यो तल 5 नम्बरबाट बुढाथोकबाट देखिएको हो। यो एरिया बुढाथोकको हो। यो हिमाली एकदम रमाइलो छ। नजिकै टक्क खोला सुसाएको छ। भर्खर पाल्यो पलाउन लाग्यो हरिया पानी परेर झन् एकदम राम्रो गरिरहेको छ। मौसम क्लियर छ। माथि हिमाल देखिरहेको छ। यो एकदम माथि जान नसके नि, माथि जान समय नपुग्यो पनि यहाँबाट भए पनि हेरौँ। यो चाहिँ वडा नम्बर 6 को माथिको यो टावर हो। यो नेपाल टेलिकमको टावर हो यो। अनि यो चाहिँ माथि त्यहाँभन्दा माथिको हिमाल। अनि यो परदेखि यो चाहिँ यो चाहिँ सैखोला। यो सैखोलाको एरिया हो। सैखोलाको एरिया। अनि यो चाहिँ यो चाहिँ बुढाथोकको एरिया। पर प्याङ खोला भन्छ नि फेरि यो प्याङ खोला भन्ने यो एरिया चाहिँ प्याङ खोला हो। यो पर प्याङ खोलाको यो माथि एउटा मन्दिर छ। यहाँ मन्दिर